हेलो गाइस, फेरि पनि तपाईहरुलाई मेरो च्यानलमा फेरि पनि स्वागत छ है साथीहरु। आज चाहिँ के छ भने साथीहरु, आज चाहिँ मेरो बुढाले चाहिँ यो फ्लिपकार्टबाट चाहिँ मगाएको रहेछ। अहिले भर्खर आइपुग्यो र म भर्खर तल गएर सामान लिएर आको। के चाहिँ मगाउनु भएको रहेछ साथीहरु, ल अब चाहिँ म खोलेर हेर्छु है, तपाईहरुलाई पनि देखाउने छु। साथीहरु हेर्नुदै यस्तो यो मगाएको रहेछ। भएको रहेछ साथीहरु, यस्तो यो चाहिँ यस्तो छ। यो चाहिँ कपडाहरु राख्ने स्ट्यान्ड हो, स्ट्यान्ड रहेछ साथीहरु। सबै जोड्नु पर्छ, जोडेपछि फिनिसिङ गरेपछि मात्रै राम्रो देख्नु रहेछ। यहाँ हेर्नुहोस् यस्तो रहेछ। अब यो चाहिँ कस्तो हुन्छ जोड्दाखेरि, के हो कस्तो देख्छ है, तपाईहरुले मेरो भिडियो स्किप नगरी हेर्नु होला, म देखाउने छु हैन। ल साथीहरु, मेरो बुढाले चाहिँ स्ट्यान्ड जोड्दै यसरी जोड्नु पर्छ। यसरी फर्स्ट मजाले जोड्नुपर्छ पक्कीसँग। साथीहरु, यस्तो चाहिँ कपडाहरु राख्नु राम्रो हुन्छ है। यसरी फिनिसिङ भइसकेको छ। यहाँ माथि पनि यस्तो ल साथीहरु, हामीले चाहिँ यो जोडेर पनि फिनिसिङ भयो। मैले चाहिँ कपडाहरु सबै मजाले मिलाएर राखिसकिसके र हेर्नुस् त, कपडाहरु राख्नु एकदमै राम्रो हुन्छ, कम्फर्टेबल हुन्छ हो साथीहरु। अब कोले किन्नु भएको छैन उनीहरुले चाहिँ मन पर्यो भने यसरी मगाउनु होला, एकदम राम्रो हुन्छ। कपडाहरु राख्नु चाहिँ एकदम सुविस्ता हुन्छ साथीहरु। मलाई त साह्रो मन पर्यो। हेर्नुस् त कस्तो एकदम राम्रो छ। तपाईहरुले चाहिँ ठुलोमा मगाउँदा पनि
हुन्छ मन पर्यो भने मैले चाहिँ एकदम मिडियम साइजमा मगाएको छु साथीहरू हैन। यहाँ हेर्नुहोस् त कस्तो राम्रो देखिरहेछ, एकदमै राम्रो छ। यसलाई चाहिँ जहाँ लगेर राख्दा पनि हुन्छ। अनि यसको चाहिँ साइडतिर पनि सामानहरू राख्न सकिन्छ, यस्तो छ हो। मलाई चाहिँ मन पर्यो साथीहरू। तपाईहरुलाई कस्तो लाग्यो? यदि तपाईहरुलाई मन पर्यो भने चाहिँ मेरो भिडियोलाई लाइक गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला है साथीहरू। यति भन्दै आजको भिडियो चाहिँ यहीँ इन्ड गर्दछु। थ्यांक यू।